झारफुकको बहानामा यौन शोषण गर्ने 56 वर्षीय पुरुष प्रहरीको नियन्त्रणमा। झारफुकको बहानामा महिलामाथि यौन शोषण गर्ने एक 56 वर्षीय पुरुषले प्रहरीले पक्राउ गरेको छ। रत्ननगर नगरपालिका 9 स्थित आफ्नै घरमा झारफुक गर्ने भन्दै आएका 2 महिलाहरूलाई यौन शोषण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिनुभएको छ। प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार ती पुरुष विरुद्ध 17 वर्षीय बालिका र 29 वर्षीय महिलाले उजुरी दिएका थिए। विशेष ज्ञान उपयुक्त समयबारे बुझ्न गएकी कक्षा 12मा अध्ययनरत किशोरीलाई मसान लागेको छ, हटाउनुपर्छ भन्दै कोठाभित्र लगेका थिए। सोही क्रममा उनले यौन शोषण गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन्। अर्को घटना अनुसार श्रीमतीसँग विवाद भइरहेकी 29 वर्षीय महिला झारफुक गराउन पुगेकी थिइन्। उनले पनि कोठामा लगी गङ्गाजल छर्के झैँ गर्दै मन्त्र वाचन गर्ने बहानामा ललाई फकाई यौन शोषण गरेको उजुरी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पीडितहरूको उजुरीका आधारमा मुद्दा अगाडि बढाउने तयारी गरिएको छ। आदरणीय दर्शकहरू, हजुरले स्पेसप्रति के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा राख्न भन्दै हामी यस्तै ताजा न्युजको साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्कार।